हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। आज चाहिँ हामीले धानको ब्याड राख्ने तयारी गर्दैछौँ। हामीले त्यो गर्दै थियो अनि झारहरू खन्ने खेत खनेर रेडी गर्दै थियो। यो भिडियो चाहिँ बनाएको हेरेर दिनुभयो कि अनि मैले चाहिँ राख्नै भ्याएको थिएन अनि बल्ल आज मैले राख्ने सोचिरहेको छु। अनि मैले चाहिँ त्यो खनिरहेको थिएँ, कति धेरै झार थियो कि अनि त्यो खनिराख्नुपर्छ, सबै दिक्क गर्नुपर्छ नि त ब्याड राख्नलाई त। अनि सबै रेडी गर्दै थियो। हामी चाहिँ त्यसरी नै सबै पाटाको खनेको, एउटाको मात्र होइन। अनि धेरै दिन 2-3 दिन सुकायो नि त। 2-3 दिन सुकाएपछि चाहिँ त्यो झार पोल्नको लागि रेडी भयो। त्यो जलाउन लागेको, त्यो चाहिँ जलाउँदैछौँ। अनि जलायो, छोरी पनि त्यही हिँड्दै अनि मल हाल्ने दिन त्यसरी हालेको कुटुटुटु पातै गरे यस्तो अङ्कलको पाटामा भरिँदा अब हाम्रो पाटामा हाल्ने हो। हाम्रो पाटा चाहिँ यता मलसल रेडी। यता यस्तो वाला हाम्रो धान भिजाएको यस्तो भइरहेछ। उता पानी रेडी हुँदैछ, हाम्रो धान यस्तो भइरहेछ। फाइनल्ली हाम्रो बिउ रेडी भइसक्यो। हिजो साँझ छर्नुभयो कि हाम्रो बाबा मम्मीले। अहिले यो भिडियो छरेको भिडियो बनाउनु भएन, मेरो घरको काम थियो, त्यसैले यस्तरी छर्छ बिउ। सधैँ हो सरल पछि उम्रियो भने राम्रो देखिन्छ। त्यसरी नै सकियो बिउ छरेर। अनि सबको भिडियोमा चाहिँ छोडेको चप्पल चुई गरेको आइरहेछ कि अहिले पनि आइरहेछ। भिडियो हेरेर धन्यवाद।